नमस्कार। साझापेज.com को युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। स्वदेश तथा विदेशमा घट्ने घटनाहरूको ताजा अपडेटहरू लिएर तपाईहरु माझ हामी निरन्तर आउने छौं। तपाई पनि हाम्रो यस च्यानललाई हेर्दै गर्नुहोला, मन परेमा लाइक अनि शेयर पनि गर्नुहोला, साथै सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। अब पालो खबरको। पोखरामा शनिबार रातिको भीषण वर्षाको कारण गएको पहिरोले भिन्नै ठाउँका 2 जनाको मृत्यु भएको छ। स्थानीय फुस्रे खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। पोखरा लेखनाथ महानगरपालिका 18 पस्याङ पाखामा गए राति 12 बजे वर्षासँगै घर पछाडिबाट ढिस्को खसेर तारापति अधिकारीको घरको एउटा कोठा पुरिएर गुल्मी घर भई ठुली आमाको घरमा बस्दै आएका 14 वर्षीय टंक छेत्रीको मृत्यु भएको हो। पहिरो क्षेत्रबाट उद्धार गरी अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको स्थानीय केशवराज नेउपानेले जानकारी दिनुभयो। आधा शरीर पुरिएकी धनमाया अधिकारी भने बाँच्न सफल भएकी छन्। परिवारका एकमात्र छोरा टंक ठुली आमाको घरमा बसेर पस्मो धर्मस्थली निमावि कक्षा 8 मा अध्ययनरत थिए। अन्य सदस्य भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो। सँगै पोखरा 19 अकला देवीको मन्दिर नजिकै गए राति गएको पहिरोले पुरिदा 40 वर्षीय शोभा पौडेलको ज्यान गएको प्रहरीले बताएको छ। ब्लकले बनेको भान्सा कोठामा काम गर्दै गर्दा पहिरोले बगाएको पौडेलको शव आइतबार बिहान घरभन्दा 100 मिटर तल भेटिएको बताइएको छ। पक्की घरमा भने पहिरोले कुनै असर गरेको छैन। भान्सा कोठा नजिकै पक्की घरमा सुतेका उनका छोरा पनि सकुशल छन्। सँगै गए राति नै वर्षापछि बढेको फुस्रे खोलाले बगाएर पर्वतको तिलहार घर भएकी लीला कुमारी लामिछाने बेपत्ता भएको प्रहरी खत्रीले जानकारी दिनुभयो। रोपाई गरेर छोरीको घरमा फर्कने क्रममा खोला तर्दा लामिछानेलाई खोलाले बगाएको हो। त्यस्तै पोखरा 16 बाटुले चौर पोखराको बिन्दवासिनी र पोखरा 17 छोरे पाटनमा वर्षापछि बस्ती नजिकै जमिन भासिएको छ। पोखराको छोरे पाटनमा पानीको निकास नबनाई गरिएको प्लटिङमा बनेका घर डुबानमा परेका छन्। पोखरा 5 ठुली पोखरी आसपासका क्षेत्रमा पनि पानीको निकास नहुँदा बस्ती डुबानमा परेको छ। पोखरा 12 माटी पानीमा शुक्रबार राति पहिरो गएकै ठाउँमा शनिबार राति परेको ठूलो वर्षापछि थप ठूलो पहिरो जाँदा चापापानी बस्ती र माटे पानी गुम्बा थप जोखिममा परेको छ। भर्खरै मैले गए राति परेको भीषण वर्षाका कारण पोखरामा पहिरोले भिन्नै ठाउँमा 2 जनाको मृत्यु भएको सन्दर्भमा तयार पारिएको खबर प्रस्तुत गरे। तपाईलाई कस्तो लाग्यो कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै अहिलेलाई भने म तारा थुलुङ बिदा चाहन्छु। नमस्कार।